सुन्नुहोस् न हजुर यता यो दरमा जाने कुन बाटो होला केटाबाट सुन्नुहोस् न म कन्फ्युज हुन्छु म यो भ्याली फर्स्ट टाइम आएको म पोखराबाट आएको होइन हजुरसँग म एकछिन गफ गर्नु मिल्छ होला बोयफ्रेन्डलाई कुर्नु भएको छ के भयो त नि बोयफ्रेन्ड नआउन्जेलसम्म एकछिन गफ गर्न मिल्दैन हजुर एकैछिन सुन्नुहोस् न म हेलो कहाँ हो कि तिमी किन यत्रो टाइम लागेर त्यहाँदेखि यहाँ आउनुलाई म यहीँ हो कि रिसोर्ट अगाडि सुन्नुहोस् न म काठमाडौँ फर्स्ट टाइम आएको हो कि हजुर मलाई त्यति ठाउँको बारेमा थाहा छैन यो दरमार्ग पनि थाहा छैन होइन यहाँबाट सिधा यता जानु न पुगिहाल्नु यहाँबाट गयो भने पुगिन्छ माइन्ड गर्नुहुन्न भने म एउटा कुरा भनौँ सुन्नु न अब तपाईँ पनि यहाँ एक्लै बसिरहनु भएको रहेछ होइन म पनि एक्लै यो ठाउँमा नयाँ आएको छु होइन के मलाई कि दरमार्ग जानुहुन्छ नाइ म बोयफ्रेन्डलाई कुर्नु हो यता यो दरमार्ग जाने कुन बाटो होला केटाबाट सुन्नुहोस् न म कन्फ्युज हुन्छु म यो भ्याली फर्स्ट टाइम आएको म पोखराबाट आएको होइन हजुरसँग म एकछिन गफ गर्नु मिल्छ होला बोयफ्रेन्डलाई कुर्नु भएको छ के भयो त नि बोयफ्रेन्ड नआउन्जेलसम्म एकछिन गफ गर्न मिल्दैन हजुर एकैछिन सुन्नुहोस् न म हेलो कहाँ हो कि तिमी किन यत्रो टाइम लागेर त्यहाँदेखि यहाँ आउनुलाई म यहीँ हो कि रिसोर्ट अगाडि सुन्नुहोस् न म काठमाडौँ फर्स्ट टाइम आएको हो कि हजुर मलाई त्यति ठाउँको बारेमा थाहा छैन यो दरमार्ग पनि थाहा छैन होइन यहाँबाट सिधा यता जानु न पुगिहाल्नु यहाँबाट गयो भने पुगिन्छ माइन्ड गर्नुहुन्न भने म एउटा कुरा भनौँ सुन्नु न अब तपाईँ पनि यहाँ एक्लै बसिरहनु भएको रहेछ होइन म पनि एक्लै यो ठाउँमा नयाँ आएको छु होइन के मलाई कि दरमार्ग जानुहुन्छ नाइ म बोयफ्रेन्डलाई कुर्नु हो तपाईँ यहाँदेखि यता जानु सिधै ठ्याक्क पुग्नुहुन्छ फेरि म घर आएँ भने हराउनु हुँदैन त्यो मान्छेहरूलाई सोधी सोधी जानु न तपाईँ ठ्याक्क पुग्नु हेलो कहाँ हो कि तिमी कत्रो टाइम लागेर त्यहाँदेखि यहाँ आउनुलाई भने म यहीँ रिसोर्ट अगाडि हो कि छिटो आउने यहाँ को ल्याङ गरिरहेको थियो कि मान्छेहरू बाटोमा भने ल छिटो ल भ्याउनुहुन्न हजुर नाइ म बोयफ्रेन्ड नआउनेसम्म त्यस्तो अगाडिसँग जान मिल्छ हुँदैन प्लिज सरी ओके एक्सक्युज मी हाई म निरज मैले चाहिँ एक्चुअली अघिदेखि तिमीलाई फलो गरेर आएको थिएँ होइन म त्यहाँ क्याफेमा थिएँ अनि तिमीलाई यसरी एक्लैदेखि कसलाई कुरेर बसिरहेको तिमी ए अनि के मोडलिङ सोल्डिङ पनि गर्छु क्या यसो फिगर फिगर हेर्दाखेरि त हो म पनि यही फिल्डमा हो अनि म चाहिँ त्यहाँ बसेर अघिदेखि तिमीलाई निरज दाइ होइन तपाईँ हो त भाइ म तपाईँको ठुलो फ्यान हो भाइ हो थ्याङ्क यू यार भाइ कहाँ बस्छ तिमी भ्यालीतिरै बस्छु ए ल सेल्फी हुन्छ हानौँ न त ल यार ल ब्रो यार यसो हेर्दै गर है सपोर्ट गर्दै गर ल ब्रो तपाईँ
सेलिब्रिटी हो र होइन म यसै मिडिया लाइनमा चाहिँ अब फिल्म प्रोड्युसिङहरू गर्छु होइन अनि म्युजिक भिडियोहरू यताउति बनाउँछु अनि म जस्ट तिमीलाई पनि मैले अघिदेखि हेर्दाखेरि जस्ट तिमीले के गरेको छौ पहिला भिडियोहरू समथिङ नहीं छैन गरे गरेको छैनौ जस्ट गर्ने सोचमा जस्ट इन्ट्रेस्टेड अब अनि म अहिले त्यहाँनिर यसो जहाँ कफीको लागि जान लागेको फ्री छौ तिमी एकछिन टाइम फ्री नै हो त्यही त बसौँला कुरा गरौँला होइन जस्ट तिमी पनि यही फिल्डमा रहेछ म पनि अघिदेखि हेरेर आएको थिएँ अनि कल्ला कुरेको होला जस्तो लाग्यो ओके एक्चुअली सुन न त्यो अघिको जुन बाइकमा आएको केटा थियो नि त्यो मेरै साथी थियो होइन त्यो साथीलाई चाहिँ तिमीले बोयफ्रेन्ड छ भनेर भन्यो होइन अनि मलाई चाहिँ अब मेरो गाडी देखेर हो या के देखेर हो मसँग जान तिमी रेडी भयो एक्चुअली मैले भन्नुपर्दा होइन आई हेट गोल्ड डिगर्स